यदि हामीले भनेअनुसारको प्लान भयो भने केही बाहिरका पाहुनाहरू पनि हामी बोलाउने कोसिस गरिरहेका छौँ। यस्ता केही विषयहरू हुन्छन् जुन विषयलाई हामी त्यसरी छान्छौँ। र अर्को थर्ड चाहिँ हामी यसो छलफल गरिरहेका छौँ जसमा चाहिँ यहाँ छलफल पनि गर्ने र त्यसमा केही नयाँ पुस्ताको साथीहरू पनि जोड्ने, केही फेलोसिप पनि जोड्ने र आर्थिक विषयहरूको सन्दर्भमा चाहिँ खास गरी नयाँ नयाँ ज्ञानहरू चाहिँ कम्तीमा चाहिँ पार्टीभित्र पनि आओस्, पार्टीभित्र बहस पनि होस्, छलफल पनि होस्। त्यो तत्कालकै प्रेसिङ इस्युहरू नहुन पनि सक्छ। यसरी के तीनटा क्याटेगोरीमा राखेर हामी यसभित्रमा विषयवस्तुहरू छान्दै जाने, छलफल गर्दै जाने भन्ने हाम्रो आफ्नो तयारी छ। त्यही अन्तर्गत आज हामीले पुँजी बजारका सन्दर्भमा केही छलफल अहिले नेपालको इलेक्सन पछाडि सबैभन्दा राम्रोसँग अगाडि जाला भनेर अनुमान गरिएको, सबैले अत्यन्त ठुलो उत्साह पनि राखेको, अपेक्षा पनि गरेको, तर अनफर्चुनेटली हाम्रो पुँजी बजार जसरी जानुपर्ने हो त्यसरी जान नसकिरहेको। त्यसका कारणहरू के होलान्, त्यसका अप्ठ्याराहरू के होलान्, तत्काल सुधारका कुराहरू के हुन सक्छन् होला, जुन कुराहरूलाई हामीहरू अहिले राज्यको एउटा जिम्मेवारीमा छौँ, प्रतिपक्षको जिम्मेवारीमा छौँ, पार्लियामेन्टमा हाम्रा केही जिम्मेवारीहरू छन्। ती जिम्मेवारीको ठाउँबाट ती विषयलाई कसरी उठाउन सक्छौँ होला, अलिकति आज यसमा छलफल गरौँ भन्ने कुरा थियो। कतिपय कुराहरू भनेको हाम्रो साथीहरूलाई अलिकति सूचित पनि गरौँ। हाम्रो साथीहरू यस्ता कुराहरूमा एजुकेटेड पनि हुनुपर्छ, थाहा पनि पाउनुपर्छ विषयवस्तु आउने, सुन्ने कुराहरू, नयाँ कुरा सिकिन्छ, जानिन्छ। यसबाट अब आज आउनुभएको साथीहरूलाई यसबाट अरू थप जान्ने मतलब विश्वास छ, तपाईँहरूको रुचि बढ्छ यसमा र भोलि गएर यी विषयहरूका सन्दर्भमा व्यापक दृष्टिकोण पनि राख्न सकिन्छ भन्ने उद्देश्यले आज हामीले कार्यक्रमको आयोजना गरेका हौँ। म थोरै ढिलो भयो, माफी चाहन्छु, म अर्को कार्यक्रम लामो भएको कारणले गर्दाखेरि। तर डाक्टर साहबले यसलाई कोअर्डिनेट गर्नुभयो, सबै आइदिनु भयो। के मान्यज्यूहरू यहाँ हुनुहुन्छ, उहाँहरूको मार्फतबाट पनि विषय हाम्रो पार्लियामेन्टमा जान्छ र यसलाई हामीले अर्को चाहिँ आज जति पनि प्रेजेन्टेसनहरू भएको छ यसलाई हाम्रो टिम छ, टिमले यसलाई कम्पाइल गर्छ र यसबाट चाहिँ टेक अवेहरू जे कुराहरू हुन्, जुन हाम्रो सांसदहरूले थाहा पाउनुपर्ने कुराहरू छ, अरू साथीहरू थाहा पाउनुपर्ने कुरा छ, यो सानो रिपोर्ट तयार हुन्छ र हामी साथीहरूलाई उहाँहरूलाई पठाउने गर्छौँ। त्यसैले यहाँ आजको छलफलमा उठेका प्रत्येक कुरा हाम्रो लागि मननीय पनि रहे, महत्त्वपूर्ण पनि रहे। यसको लागि हार्दिक आभार प्रकट गर्छु र फेरि एकपटक यहाँहरू सबैलाई पनि सहभागिताको लागि हार्दिक धन्यवाद दिने मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय हिन्द।